मोबाइलबाटै मिनेटभरमा ऋण कसरी दिने आवेदन, कसले पाउँछन् लोन। कुनै बेला तत्काल आइपर्ने घरायसी, घरजो टार्न वा सानो व्यवसाय सुरु गर्नका लागि आफन्त, छिमेकी वा साहु महाजनसँग हात फैल्याउनु पर्ने बाध्यता हुन्थ्यो। तर बदलिँदो प्रविधिसँगै अब त्यो अवस्था पूर्ण रूपमा बदलिएको छ। दर्शकवृन्द, अचेल नेपालीहरू मोबाइलको एक क्लिकमा सिधै आफ्नो बैंक खातामा ऋण लिन अभ्यस्त हुँदै गएका छन्। छिटो, छरितो र झन्झट रहित सेवा पाएकै कारण हालसम्म नेपालको बैंकिङ प्रणालीबाट 16 अर्ब रुपियाँ भन्दा बढीको डिजिटल कर्जा प्रभाव भइसकेको छ। नेपालको वित्तीय क्षेत्रले डिजिटल ऋणमा ठूलो फड्को मारिरहँदा नेपाल राष्ट्र बैंकले सर्वसाधारण र साना व्यवसायीलाई थप शक्तिशाली बनाउने गरी एउटा ऐतिहासिक कदम चालेको छ। राष्ट्र बैंकको विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मापदण्ड 2078 लाई व्यापक संशोधन गर्दै बिना धितो पाइने डिजिटल कर्जाको सीमालाई बढाएर अधिकतम 10 लाख रुपियाँ पुर्याइएको छ। यसको अर्थ अब तपाईले कुनै भौतिक कागजात बोकेर बैंकको ढोका धाउनु पर्दैन, न त कुनै सुनचाँदी वा जग्गा धितो नै राख्नुपर्छ। तपाईको मोबाइल एपको एक क्लिकमै लाखौं रुपियाँ सिधै तपाईको खातामा आइपुग्नेछ। आखिर यो 10 लाखसम्मको कर्जा कसले पाउँछन् त? यसका लागि नेपाल राष्ट्र बैंकले कस्ता मापदण्ड तोकेको छ? तपाईको डिजिटल वालेट र क्यूआर कारोबारले कसरी धितोको काम गर्छ र तपाई आफैले मोबाइलबाट कसरी आवेदन दिने? राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीका अनुसार डिजिटल कर्जाको दायरालाई फराकिलो बनाउँदै साना व्यवसायी र मध्यम वर्गीय नागरिकलाई औपचारिक अर्थतन्त्रमा जोड्न यो संशोधन गरिएको हो। नयाँ नियम अनुसार ग्राहकको प्रकृति, आम्दानी र कारोबारका आधारमा कर्जाको सीमा र भुक्तानी अवधि यसरी तोकिएको छ। 1. लघु, साना तथा मझौला व्यवसायी, अल्पकालीन चालु पुँजी कर्जा। आफ्नो व्यवसायका लागि तत्काल आवश्यक पर्ने सामान किन्न 1 वर्षको भुक्तानी अवधि रहने गरी 5 लाख रुपियाँसम्म बिना धितो ऋण पाइनेछ। दीर्घकालीन चालु पुँजी कर्जा, व्यवसाय विस्तारका लागि बैंक तथा वित्तीय संस्थाको नीति अनुसारको भुक्तानी अवधि रहने गरी अधिकतम 10 लाख रुपियाँसम्मको डिजिटल कर्जा पाउन सकिनेछ। तलबी तथा नियमित आम्दानी भएका व्यक्तिहरू, बैंकमा नियमित तलब आउने खाता भएका वा निश्चित पेशागत व्यावसायिक आम्दानी बैंक खातामा जम्मा हुने प्रकृतिका व्यक्तिहरूले घरायसी वा व्यक्तिगत गर्जो टार्न 3 वर्षको भुक्तानी अवधि सहित अधिकतम 5 लाख रुपियाँसम्म डिजिटल ऋण पाउन सक्छन्। अन्य सर्वसाधारण नागरिक, नियमित तलबी खाता नभएका तर बैंकमा सामान्य कारोबार गरिरहेका अन्य व्यक्तिहरूले पनि 3 वर्षकै भुक्तानी अवधि रहने गरी अधिकतम 2 लाख रुपियाँसम्मको डिजिटल कर्जा सिधै मोबाइलबाट प्राप्त गर्नेछन्। धेरैको मनमा प्रश्न उठ्न सक्छ, बैंकले बिना धितो र बिना कागजात कसरी ऋण पत्याउँछ त? दर्शकवृन्द, यसको जवाफ हो तपाईको डिजिटल वित्तीय चरित्र र कारोबारको इतिहास। यसअघि डिजिटल कर्जा केवल बैंक र ग्राहक बीच मात्र सीमित थियो, तर राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार अब यो प्रणालीमा प्रविधि कम्पनी र डिजिटल वालेटहरूलाई पनि कानुनी रूपमा जोडिएको छ। यदि तपाईँ एउटा सानो किराना पसल, फेन्सी स्टोर वा ई-कमर्स व्यवसाय चलाउनुहुन्छ र ग्राहकबाट क्यूआर कोड वा डिजिटल वालेट जस्तै ई सेवा, खल्ती, आइएमई पे आदि मार्फत भुक्तानी लिनुहुन्छ भने यही कारोबार नै तपाईको सबैभन्दा ठूलो धितो बन्नेछ। नयाँ नियम अनुसार मर्चेन्ट वा व्यवसायीको सहमतिमा भुक्तानी प्रदायक संस्थाहरूले उनीहरूको व्यावसायिक कारोबारको विवरण बैंकलाई उपलब्ध गराउनेछन्। बैंकहरूले टेक्नोलोजी सर्भिस प्रोभाइडरसँग सहकार्य गरी स्वचालित सफ्टवेयर मार्फत ग्राहकको वित्तीय व्यवहारको विश्लेषण गर्नेछन्। यदि तपाईको वित्तीय ट्र्याक रेकर्ड र डिजिटल कारोबार सफा छ भने बैंकले तपाईलाई ऋण दिन योग्य मान्नेछ। यसले गर्दा साना व्यवसायीहरू मिटर ब्याज वा चर्को ब्याजमा सापट लिनुपर्ने बाध्यताबाट सदाका लागि मुक्त हुइनेछ। प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा अहिले क्यूआर ऋण, तलबी ऋण, भर्चुअल क्रेडिट कार्ड जस्ता आधुनिक स्वरूपहरू प्रचलनमा आइसकेका छन्। यसको आवेदन दिने प्रक्रिया अत्यन्तै सरल र यो मिनेट भरमै ग्राहकको खातामा जम्मा हुन्छ। यसका लागि केही आधारभूत मापदण्ड भने पूरा गर्नुपर्नेछ। सम्बन्धित बैंकमा तपाईको खाता पूर्ण रूपमा सक्रिय हुनुपर्छ। तपाईको सोही बैंकमा तलबी खाता हुनुपर्छ वा नियमित व्यावसायिक डिजिटल कारोबार हुनुपर्छ। सम्बन्धित बैंकको मोबाइल बैंकिङ एप तपाईको फोनमा सुचारू हुनुपर्छ। ऋण लिने प्रक्रियाको कुरा गर्दा सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा भएको बैंकको आधिकारिक मोबाइल बैंकिङ एप खोल्नुहोस् र लगइन गर्नुहोस्। एपको मुख्य स्क्रिनमा नै तपाईले डिजिटल लोन, फोन लोन जस्ता विकल्पहरू देख्न सक्नुहुनेछ।
त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गर्न साथ बैंकको स्वचालित एआई प्रणालीले तपाईँको खाताको डिजिटल व्यवहार र इतिहास विश्लेषण गर्नेछ। यदि तपाईँ योग्य हुनुहुन्छ भने स्क्रिनले तपाईँले पाउन सक्ने अधिकतम ऋणको सीमा र भुक्तानीको विकल्प दिनेछ। यदि योग्य हुनुहुन्न भने स्क्रिनमा नो भनेर लेखिनेछ। आफूलाई आवश्यक रकम र भुक्तानी अवधि छनौट गरी सबमिट गरेपछि मिनेट भरमै उक्त रकम बैंकबाट स्वीकृत भई सिधै तपाईँको खातामा आइपुग्नेछ र तत्काल जम्मा हुनेछ। दर्शकवृन्द, कागजी प्रक्रिया र झन्झटिलो धितो प्रथाबाट बाहिर निस्किन नेपाली अर्थतन्त्र अब साँच्चै नै स्मार्ट र क्यासलेस युगमा प्रवेश गरिसकेको छ। राष्ट्र बैंकको यो नयाँ नियमले वित्तीय पहुँच नभएका साना व्यवसायी र सर्वसाधारणलाई आत्मनिर्भर बन्न ठूलो सघाउ पुर्याउने निश्चित छ। हवस् त, आजलाई यति नै। फरक विषयवस्तुका साथ उपस्थित हुने छु। त्यतिन्जेलका लागि बिदा दिनुहोस्। नमस्ते।